Hi guys, it's Sabi के आज guess what? आज म हाम्रो फ्यामिली हाय यो बता हाम्रो फ्यामिली जति हामी त्रिभुवन पार्कमा आएको छ हेर्नुस् अनि आज थोरै फ्यामिलीसँग टाइम स्पेन्ड गर्न लागेको हामी के कस्तो हुन्छ हेर्नु जाउँ रमाइलो गर्न चाहन्छौँ के सोचे थे जिंदगीमा के भयो सुति सकौ यो सब कुरा रेडी छ यहाँ हेर्नुहोस् यहाँ बस्ने ठाउँ छैन अनि हामी यहाँ के ओछ्या छौँ यहाँ झोला यहाँ नहाल्दैन हाले झोला सोला के ओछ्याएर अनि बसेका छौँ यस्तो छ हाम्रो पिकनिक हेर्नुहोस् फ्यामिली हेलो हेलो यहाँ नै भाग लाग्दैछ होइन गाइज एउटा सरप्राइज छ त्यसलाई म सधैँ सरप्राइज दिइरहेको हुन्छ है मेरो भिडियो सधैँ सरप्राइजकै हुन्छ एउटा हेर्नुहोस् है एउटा छोरो अस्ट्रेलियामा रहेको के अरे अमेरिकामा छ मेरो गोप्ते काजी हो म गोप्ते काजी यो ठाउँमा 3टा घर पोखरामा 2टा घर र 100 रोपनी खेत र 50 रोपनी बारी छ साउन्ड सुने तपाईहरुले चिनिसक्नु भयो मेरो पिए बस्छस् मेरो पिए बसिस भने तल बिहान भैँसीको दुध भात दही खुवाएर 5000 तलब दिन्छु बस्छस् मेरो पिए भनेर भन्न लागेको पनि 19 वर्ष भएछ भाग्यवश विभिन्न कारणले घुर्ने सुन्तली छोडेर अमेरिका गए माग्ने चाहिँ यही लाइनमा छन् तर फिल्ममा छन् फिल्मबाट हजुरहरूलाई मनोरञ्जन दिइरहेछन् म चाहिँ दारिवा दमन रूपा खेती मुला साग चल्पुरी हामी लगातार 19 वर्षदेखि खेलि नै रहेछौँ हजुरहरूलाई अलिकति भए पनि हाँसो विभिन्न खालका पीडाहरू हामीले भोग्नु पर्छ अहिले त्यत्रो दुर्घटना भयो देशमा अब यस्तो नहोस् पशुपतिनाथले सबैलाई सद्बुद्धि दिउन् अनि म कोकोलाई भेटेर आइसकेछ यहाँ हाम्रो फ्यामिली छुट्टै उनीहरूको पारा छुट्टै मतलब छैन कुवा छ तर म किन गएँ भने हजुरहरूलाई त्यसको लागि उहाँलाई हृदयदेखि नै हाम्रो संस्थाको तर्फबाट जे भयो भने धन्यवाद दिन चाहन्छु र आफ्नो देशको कलाकारलाई देख्दा भेट्दा रमाइलो लाग्छ नि अभियसली संस्थाका अध्यक्ष आइम सो ह्याप्पी म बिना सुरु गरेको हेर्नुहोस् गाइस अर्काकोतिर गयो होइन त म त पिकनिकको एकदमै स्पेशल भोजनालय यो हाम्रो अनि यहाँ हाम्रो महानुभावहरू हुनुहुन्छ एकदमै हाम्रो फ्यामिलीहरू ओहो कति रमाइलो त्यहाँबाट भोजन सकेपछि हामी नाच्यौँ खुट्टा दुख्ने गरी नाच्यौँ आज एकदमै रमाइलो भयो टाइम एकदम क्वालिटी टाइम स्पेन्ड भयो एकदमै रमाइलो भयो आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई बाई